यो सिंगटीबाट लामोगर जाने बाटोको अवस्था यस्तो छ। तपाईहरुले हेर्न सक्नुहुन्छ यत्रो पहिरो छ। यो यसलाई चाहिँ ब्रेकर ल्याएर फुटाएर गऱ्यो भने बन्ने जस्तो अवस्था देखिन्छ। ल हेर्नुस् त यहाँ तलतिर पहिरो ल समस्या छ। यो चाहिँ अफिस जाँदाखेरिको बाटोमा परेको हो। अब अहिले हामी एकदम हिँडिरहेका छौँ। यो पहिरोले चाहिँ तामाकोसी अप्पर तामाकोसी लामोगर लप्ची लगायत जाने बाटोहरू सबै बन्द भएको अवस्था छ। यो तल तामाकोसी नदी हो। पारी अनकन्टर भिड छ। हेर्नुहोस् है तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ पारी हो। यो यस्ता यस्ता बाटोमा यो रोड भयो। यस्तो बाटो आएर यो बसेको अवस्था छ। त्यसरी हेर्दाखेरि चाहिँ तपाईहरु देख्नुहुन्छ यो हो। यो बाटो केही पनि छैन। जानै आउन सक्ने अवस्था छैन। मान्छे चाहिँ यसो टुरिस्ट मात्रै हेर्नुपर्ने हुन्छ। यो बाटो बन्न त चाहिँ लाग्ने चाहिँ समाउन रहन्छ। यो बाटो कहाँ छ? सिटीगढी बन्द छ कि यस्तो छ। ओ मेन कुरो यो ढुङ्गो चाहिँ विशाल ढुङ्गो चाहिँ यो ढुङ्गो पल्टाउनु पर्ने रहेछ। यो ढुङ्गो त्यो त प्लास्टिकै चाहिन्छ।